त्यो बाध्यता, त्यहाँका धेरै महिलाहरूको पीडा, साहित्य पीडाबाट त्यहाँका जनतालाई मुक्ति दिलाउनको लागि आज बागलुङ समाज गलकोट एकजुट भएर एउटा लक्ष्य र उद्देश्यका साथ अगाडि बढेको छ। त्यो सपना आज पुरा हुन्छ 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 नै, त्यसको लागि हाम्रो सबैको साथ हुन्छ। तपाईहरु सबैले हात उठाएर हुन्छ भन्नुहुनेछ। तपाईले गरेको यो सम्पूर्ण माया, सम्पूर्ण साथलाई यो गलकोट समाजको सपनालाई साकार पार्ने एउटा आधार बन्नेछ र यो आधार, यो सपनामा सहभागी हुने जुन अवसर हामीले पनि पाएका छौँ र यो अभियानमा, यो महान कार्यमा सहभागी हुने कलाकारहरू मध्ये अब यति बेला मैले स्टेजमा आमन्त्रण गर्दैछु यहाँहरू सबैको मन मुटुको ढुकढुकी, जसका आवाजहरू नेपालका गाउँ गाउँ बस्ती बस्ती गुन्जन्छन्, जसका गीतहरूले एउटा सामन्तवादको अन्त्य गर्नको लागि, एउटा शोषक र सामन्तलाई तल लगाउनको लागि, जनतालाई जागरुक र सचेत गराउनको लागि, एउटा पुरै तन्त्र परिवर्तन गर्नको लागि काफी छ। जसले बोल्नु पर्दैन, जसले गाए मात्रै पनि शत्रुहरू, दुश्मनहरू र जाली फटाहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्छ, जसका गीतहरू सुनेर नेपालमा धेरै धेरै क्रान्तिकारीहरूले जन्म लिएका छन्, जसका गीतहरू सुनेर नेपालमा धेरै धेरै परिवर्तनहरू भएका छन्। जहिले पनि गरिबको पक्षमा गीत गाउने, जहिले पनि दुखीको पक्षमा गीत गाउने, सरल जीवन, उच्च विचार, साधारण मान्छे तर महान व्यक्तित्व। म तिनै यहाँहरू सबैका मुटुका ढुकढुकी, जनताका सुख दुःखका गीतहरू लिएर कहिले पूर्व, कहिले मेची, कहिले अस्ट्रेलिया, कहिले अरब, कहिले मलेसिया, कहिले सिङ्गापुर, कहिले हङकङ हुँदै आज जापानसम्म आइपुग्नु भएका यहाँहरू सबैका मनमुटुका ढुकढुकी जीवन सर्वलाई जोरदार तालीले स्वागत गरौँ।